हाम्रो कास्की जिल्लाकै भाइ सुरेश आचार्यज्यूले साइकल यात्रा गरेर विश्व भ्रमण गर्दै हुनुहुन्छ। उहाँको 17औं या 18औं देशका रूपमा उहाँ युएईमा आइपुग्नु भएको छ। अहिले उहाँलाई पनि मञ्चमा आएर यो सम्मान पत्र ग्रहण गरिदिनका लागि म हार्दिक अनुरोध गर्छु। सुरेश आचार्यज्यू, सुरेश आचार्यज्यू यहाँ हुनुहुन्छ भने कृपया छिटोभन्दा छिटो स्टेजमा आइदिनु होला। पोखरा महानगरपालिका वडा नम्बर 28 निवासी सुरेश आचार्यज्यू साइकलबाटै विश्व भ्रमण गर्छु भनेर बलियो मुटु लिएर उहाँले आफ्नो यात्रा सुरु गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद साथै हामी आभारी स्वागत गर्दछौँ सुरेश आचार्यज्यू। उहाँलाई यो खाताले सम्मान गरिदिनका लागि म हार्दिक अनुरोध गर्छु। साथमा पदक पत्रमा के लेखेको छ यसको पनि एउटा सरस्वती लेखेर पढेर सुनाउने अनुमति चाहन्छु। पोखरा महानगरपालिका वडा नम्बर 28 निवासी तपाईँ श्री सुरेश आचार्यज्यूले विश्व साइकल यात्रा भ्रमणका क्रममा विश्वका 17वटा देशको यात्रा पूरा गरी 18औं देशको यात्राका सिलसिलामा अहिले युएईमा रहनुभएका तपाईँले कास्की जिल्ला एवं त्रिपुरा राष्ट्रको प्रतिनिधित्व हुने गरी देख्नु भएको सपना र उद्देश्यको उच्च मूल्याङ्कन गर्दै नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको दैवी पर्वको सहयोगार्थ तीज विश्व संस्कृति एवं श्रेष्ठ समान कार्यक्रम 2081 को शुभ अवसर पारेर यो पदक पत्र प्रदान गरिएको छ। साथै हजुरले यो विश्व साइकल यात्रा सफलतापूर्वक पूरा गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ हार्दिक शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। महासचिव श्री राम राणाभाग, चन्द्रशेखर संयोजक केदार कुँवर, प्रमुख अतिथि श्री दीनबन्धु सुवेदीज्यू, श्रम काउन्सिलर नेपाली दूतावास अबुधाबी र अध्यक्ष शिवकुमार श्रेष्ठज्यू।